केन्द्रीय कमिटीको यस बैठकमा उपस्थित सम्पूर्ण केन्द्रीय सदस्य साथीहरू, सञ्चारकर्मी मित्रहरू, अन्त सञ्चारकर्मी मित्रहरूलाई यस बैठकमा आमन्त्रण पनि गरिने होइन, सम्बोधन पनि गरिने होइन, खास गरी यो बैठक हो, तर पनि तपाईहरुलाई अलाउ गरिएको छ, त्यसर्थ सम्बोधन पनि गरिएको छ। देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ। यति अप्ठ्यारो देशमा आन्दोलनका नाममा, परिवर्तनका नाममा आगजनी, तोडफोड, हत्या, हिंसा, लुटपाट, आतंक यही भयो। आन्दोलनका नाममा अत्यन्तै कृत्रिम परिस्थिति खडा गरेर जनताबाट निर्वाचित पार्लियामेन्टको बहुमत कमान्ड गरिरहेको सरकारलाई असंवैधानिक ढङ्गले छोड्नुपर्ने एउटा परिस्थिति निर्माण गरियो र संवैधानिक लोकतान्त्रिक बाटोबाट संसदबाटै निकास निकाल्नुपर्ने ठाउँमा त्यस मार्गलाई छोडेर असंवैधानिक बाटोबाट, तरिकाबाट सरकार गठन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, असंसदीय क्रियाकलापबाट अर्को च्याप्टरको प्रारम्भ गर्यो। यो सरकार गठनदेखि फेरि अर्को च्याप्टर सुरु भयो। आन्दोलन भन्ने चिज, आगजनी, तोडफोड, लुटपाट सिद्धियो। त्यसको आडमा त्यस्ता देशहित विपरीतका नेपाली संस्कृति, नेपाली सभ्यता, नेपालको हित सबै कुरा विपरीतका, नेपालको नेपालको धनको क्षति गराउने खालका क्रियाकलापलाई आन्दोलन, क्रान्ति, परिवर्तन जस्ता नामहरूबाट ग्लोरिफाई गर्ने खालका क्रियाकलापहरू र त्यसको आडमा असंवैधानिक र अराजकतातर्फ देशलाई धकेल्ने क्रियाकलाप, चुनाव गराउने, जहाँ पनि यो अधिनायकवाद सुरु हुन्छ, सुरुमा चुनाव यो मितिमा गर्ने भनेर घोषणा हुन्छ। विभिन्न देशमा हामीले देखेका छौँ। म्यानमारमा हामीले देख्यौँ, त्यहाँ पनि फलाना मितिमा चुनाव गर्ने भन्ने कुरा भयो। 5-6 वर्ष भयो त्यो मिति सरेको सरेछ। बांग्लादेशमा 6 महिनाभित्र चुनाव गर्ने भन्ने कुरा भयो, तर 1.5 वर्ष सर्यो। अब फरवरीमा चुनाव नगराउने कुरा पनि उनीहरूका क्रान्तिकारी, तथाकथित क्रान्तिकारी तर्कहरूले के देखिन्छ भने फेरि फरवरीमा, यो आउँदो फरवरीमा पनि चुनाव चाहिँ हुने छ। त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोऱ्याउनु खोजिएको छ। देशलाई द्वन्द्वतर्फ, तनावतर्फ, पारस्परिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ र त्यस्तो परिस्थिति यो अत्यन्तै राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो र यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन, लामो समय चल्न दिनु हुँदैन। यो उत्तरदायित्व नेपाली जनताका काँधमा छ र खास गरी नेपाली युवाहरूका काँधमा छ। युवाहरूका काँधमा यस कारण छ कि युवाहरूकै नाममा जेनजी भन्ने एउटा कम्प्युटर साइन्सको विकासको अवधि
लाई मापन गरिएको अवधिलाई मान्छेको पुस्तासँग जोडेर जेन जी पुस्ता, जेनेरेसन जेड पुस्ता भनेर कम्प्युटरको त्यति बेलासम्मको लेटेस्ट पुस्ता 1997 देखि 1912 त्यति बेलासम्मको लेटेस्ट पुस्ता बन्यो। त्यस बेलासम्मको त्यो लेटेस्ट पुस्ता थियो। अब भन्ने हो भने त्यो लेटेस्ट पुस्ता 15 वर्षको त्यो पुस्ता राखिएको थियो कम्प्युटर साइन्सको विकासको। त्यसभन्दा यता 13 वर्ष भइसक्यो। अब 2 वर्षमा त्यस हिसाबले अर्को पुस्ता हुन्छ, अर्को साल नै अर्को पुस्ता सकिने भनेको छ। यो कुनै साइन्टिफिक मानव पुस्ता ह्युमन जेनेरेसनलाई मापन गर्ने कुनै साइन्टिफिक कुरै होइन। यो ह्युमन जेनेरेसनसँग अथवा मानवीय विकासको कुनै अवधिसँग जोडिने कुरा होइन। युवाहरूको नाम भजाउनलाई, युवाहरूलाई सेन्टिमेन्टमा ल्याउनका लागि, युवा सेन्टिमेन्ट भड्काउनका लागि जेनेरेसन जेड सजिलाका लागि जेनजी भनेर यो चलायो। र युवाहरूले राम्रा मागहरू राखेर, युवाहरूका मागहरू राम्रा थिए, ती राम्रा मागहरू राखेर युवाहरूले भाद्र 23 गते आह्वान गर्नुभएको थियो। र माइती घर मण्डलादेखि नै युवाहरूसँग आन्दोलन र मुद्दा माग खोसाखोस चलिरहेको थियो। युवा जो जेनजीका नाममा आएका थिए उनीहरूका हातबाट माइती घर मण्डलामा उनीहरू पुग्नुभन्दा अगाडिदेखि त्यहाँ मुद्दा खोज्ने, माग खोज्ने, आन्दोलन खोज्ने तत्त्वहरू त्यहाँ जम्मा भइसकेका थिए। अझ युवाहरूले जसोतसो होटल एभरेस्टको अगाडिसम्म आन्दोलनलाई पुर्याएका थिए, प्रदर्शनलाई पुर्याएका थिए, मागहरूको नाराहरूको कुरालाई त्यहाँसम्म पुर्याएका थिए। त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारिकेड तोड्ने, अवज्ञा गर्ने र भिडन्तको राजनीति लिने र युवाहरूका जो जायज मागहरू थिए तिनीहरूलाई भुइँमा छेदविच्छेद हुने गरी पछार्ने र अरू उग्रवादी धारणा र माग र क्रियाकलापका साथ अगाडि बढ्न खोज्ने प्रयासहरू अगाडि बढे। त्यसो भए युवाका नाममा विध्वंस अरूले नै मचाए, तर युवाका नाममा त्यसलाई अहिले पनि जेनजी आन्दोलन भन्दैछ। 24 गते देशभरि जुन आगलागी भयो, तोडफोड भयो, अगाडिदेखि म्याप बनाइकन 23 गतेको गोली चलेको घटनासँग सम्बन्धित गरेर होइन। किनभने 21, 22, 20, 19 तिरै विभिन्न व्यक्तिका घरहरू पोइन्ट गरी अगाडि नै देखि सर्वे गरेर विभिन्न व्यक्तिका देशभरि कहाँ कुन पार्टीका को मान्छे छन्, कसको घरमा आगो लगाउने र त्यसलाई सबै एयरड्रप गरेर चिन्ह लगाइएर पठाइएको छ। यसको अर्थ त्यस दिनको प्रतिक्रिया होइन, त्यो सबै एउटा तयारीको पाटो थियो। यसो भएको हुनाले युवाहरूकै नाममा यसो भएको हुनाले नेपाली युवाहरूले अब आफ्नो भविष्य, आफ्नो देशको भविष्य, आफ्ना भाइ बहिनीहरूको भविष्य, आउँदो सन्ततिको भविष्य, सुरक्षित देश, शान्तिपूर्ण देश, समृद्ध देश, विकसित देश, सुखी देश बनाउनका लागि अहिलेदेखि हाम्रा युवाहरू अगाडि सर्नुपर्ने अवस्था बनेको छ। देशको नेतृत्व विचार सुल्झिएका देशलाई माया गर्ने युवाहरूको सङ्गठन, देशमा प्रगति परिवर्तन चाहने युवाहरूको सङ्गठन युवा सङ्घ नेपालले त्यसको अगुवाई र नेतृत्व गर्नुपर्ने अवस्था छ। त्यसकारण यस्तो बेलामा तपाईहरुको युवा सङ्घ नेपालको
केन्द्रीय कमिटीको यो बैठक बसिरहेको छ। तपाईहरूले देशको यस विपरीत स्थितिलाई, यो विकट स्थितिलाई सही अवस्थातर्फ फर्काउन, लोकतान्त्रिक दिशामा फर्काउन, शान्तिपूर्ण अवस्थामा फर्काउन आवश्यक छ। नेपाली जनता त्रसित छ, नेपाली जनता सुरक्षित छैन, हरेकलाई धम्की छ, सञ्चारकर्मीहरूलाई धम्की छ। कसैले फलानु 2-4 जना मान्छे छन्, ती मान्छेहरूलाई अहिले बलजफ्ती, कोही पानी खुवाएर नेता भएकाहरू छन्, कोही ज्याकेट लगाएर नेता भएकाहरू छन्, काला ज्याकेट लगाएर, काला भेस्ट लगाएर, कोही अरू नै प्रकारले नेता भएकाहरू छन्। तिनलाई मन नपर्ने कुरा, कुनै लेख, कुनै टिप्पणी, कुनै समाचार सञ्चारकर्मीले दियो भने धम्की आउँछ। यति साह्रो सञ्चार क्षेत्रमा आतङ्क, आफैले आफैलाई अत्यधिक नियन्त्रण गर्नुपर्ने, अति होस गरेर लेख्नुपर्ने, नत्र भनेदेखि कति बेर के हुन्छ भन्ने भन्न नसकिने। त्यो सन्देश उनीहरूले विभिन्न सञ्चार माध्यममा, हिजो विभिन्न सञ्चार गृहहरूमा आगलागी गरेर त्यो सङ्केत दिएका छन्, त्रासको वातावरण बनाएका छन्। त्यो त्रासको वातावरण अहिले पनि कायम छ र झन् भित्रभित्र त्यो त्रासको वातावरण बनेको छ, नदेखिने गरी त्रास फैलाएको छ। यस्तो अवस्थामा सञ्चारकर्मीहरूलाई त्रासबाट मुक्त गरेर सञ्चारकर्मीहरूको सुरक्षा अब युवाहरूले गर्नुपर्ने भएको छ। प्रहरीहरू मारिए, वर्दी फुकालिए, अहिले पनि प्रहरीहरू त्रसित छन्। प्रहरीलाई त्रसित हुनु पर्दैन, हामी छौँ भन्ने आँट र साथ युवाहरूले दिनुपर्ने अवस्था छ। जनता त्रसित छन्, आम जनता एक्लै छ। विभिन्न प्रकारका असामाजिक अपराधिक तत्त्वहरूसँग त्रसित भएर बस्नुपर्ने अवस्था छ जनताले। त्यस्तो अवस्थामा जनतालाई हामी छौँ सुरक्षा दिने भनेर आश्वस्त पार्न जरुरी छ। यी सबै काममा तपाईँहरूले आन्दोलनकारी ढङ्गले अगाडि बढ्न जरुरी छ। जहिले पनि देशको परिवर्तनको अग्रभागमा युवाहरू हुने गर्छन् र परिवर्तनको अग्रभागमा युवाहरू हुनुपर्छ। अहिले त प्रतिगमन पनि युवाहरूका नाममा गर्न थाले। यो एउटा उदाहरण। यसपल्टको नेपालको प्रतिगामी क्रियाकलाप, आतङ्ककारी क्रियाकलाप युवाहरूको नाममा जुन गरे, त्यो एउटा दृष्टान्त हो कि युवाहरूकै नाममा गर्नुपर्ने बाध्यता भइसक्यो। अपराधी तत्त्वहरू पनि युवा त होला, तर ती कुनै जिम्मेवार युवा होइन, सङ्गठित युवा होइन, ती कुनै जेनजी उमेरका पनि थिएन। जेनजी त 12 बजे एभरेस्टमा 23 गते नै आन्दोलन टुङ्ग्याएर फर्किसके। केहीलाई छेकेर लगियो त्यहाँ गोली चलाउने ठाउँमा, अरूले उपद्रव गरे, गोली चाहिँ जिँदैन। अत्यन्तै दुःखको कुरा हो। अहिले उनीहरू नै कराइकन तमासा गरिकन नाटक गरिकन आन्दोलनका उपलब्धिका कुरा गर्छ। सिंहदरबार जलाएर के उपलब्धि हुन्छ? धान फल्छ? कुनै कम्प्युटरको विकास हुन्छ सिंहदरबार जलाएर? के उपलब्धि हुन्छ? लोकतन्त्र मासेर असंवैधानिक क्रियाकलाप गरेर कुनै उपलब्धि हुन्छ? राजनीतिक हिसाबले के प्राप्त हुन्छ? देशमा यत्रो 1600 संरचनाहरू जलाएर 25 वर्ष देशको अर्थतन्त्र पछाडि पर्यो। उद्योग प्रतिष्ठानहरू, औद्योगिक क्षेत्रहरू, कल कारखानाहरू डढाइए, मजदुरहरूलाई बेरोजगार बनाइयो, उनीहरूको रोजगारी खोसियो। मजदुरको रोजगारी खोस्नु भनेको
उनीहरूका बालबालिकाहरू स्कुल नपठाउनु हो। उनीहरूको रोजगारी पोस्नु मजदुरको भनेको उनीहरूका बालबालिका स्कुलबाट ड्रप आउट गराउनु हो, स्कुल छोडाउनु हो तिनीहरूलाई। अनि कुन क्षेत्रमा योगदान हुन्छ? उद्योगहरू बन्द भएपछि उत्पादन बन्द भयो। उत्पादन बन्द भएपछि उपभोग्य सामानहरू बाहिरबाट ल्याउनु पर्यो। निर्यात गरिने सामान निर्यात हुन पाएन। अनावश्यक आयात बढ्यो, आम्दानी बिनाको खर्च बढ्यो, निर्यात घट्यो, कमजोर भयो। औद्योगिक क्षेत्रमा लगानी गर्न मान्छे हतोत्साही भयो, निराशा भयो, उसमा आत्मविश्वास हुने भएन। यस्तो स्थिति छ। त्यसकारण उद्योगहरूलाई हामी सुरक्षा दिन्छौँ भनेर युवाहरूले हौसला दिनु परेको छ, आड भरोसा दिनु परेको छ। म देशलाई भन्न चाहन्छु, यस कार्यक्रम मार्फतसँगै देशलाई भन्न चाहन्छु, अब कोही पनि देशमा नडराउनुहोस्। नेकपा एमाले छ, नेकपा एमाले आफ्नो सम्पूर्ण शक्ति सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ। देशमा अब उपरान्त कसैका घर जलाउन दिइने छैन, कसैका उद्योग जलाउन दिइने छैन, कसैका पसलहरू डिपार्टमेन्टल स्टोरहरू लुट्न दिइने छैन। नेकपा एमाले अब त्यसको प्रबन्ध गर्नेछ र कसैलाई असुरक्षित हुन दिइने छैन। नेकपा एमाले सुरक्षा गर्छ, किनभने हामीले देख्यौँ यस्तो परिस्थिति देशमा बन्यो, जनताको सुरक्षा आफैले नगर्ने हो भने सुरक्षा गर्न गाह्रो पर्ने रहेछ। सुरक्षाकर्मीहरूलाई पनि सुरक्षा दिन असहज परिस्थिति निर्माण गरिँदो रहेछ, देखियो। सुरक्षाकर्मीहरूलाई प्यारालाइज गरिँदो रहेछ। अब जनताको सुरक्षा जनता आफैले गर्नुपर्छ, त्यसको अगुवाई नेकपा एमाले गर्छ र जनतालाई नै सङ्गठित गरेर जनताको सुरक्षा नेकपा एमाले गर्छ। त्यस काममा युवाहरू अग्रभागमा रहनेछ। यस परिस्थितिमा तपाईहरू युवा सङ्घको बैठक बस्दै हुनुहुन्छ। अहिले यो कुरा सुनेर सरकारले ल एन्ड अर्डर हातमा लिन खोजेको हो कि भन्ने ठान्न पनि सक्छ, भन्न पनि सक्छ। छ कहाँ ल एन्ड अर्डर र हातमा लिने? छ कहाँ? ल एन्ड अर्डर कहाँ छ? देशमा ल एन्ड अर्डर छ? देशमा शान्ति सुव्यवस्था छ? देशमा न्याय छ? मेरो घर जल्यो, जलाउने मान्छे यो हो भनेर उजुरी दिन जाँदा प्रहरीले उजुरी दर्ता नगर्ने अवस्था छ, किनभने प्रशासनलाई प्यारालाइज गरिएको छ, आदेश छ दर्ता नगर भन्ने। घरमा आगो लगाएको मान्छे देखिएको छ, चिनिएको छ। आगलागी जस्तो अपराधलाई देशद्रोही क्रियाकलाप हो। यस्तो अपराधमा संलग्न व्यक्ति गिरफ्तार भयो भने छोडिएको छ, छोड्ने आदेश दिइएको छ। बलजफ्ती प्रहरी समाउने, प्रहरीलाई वर्दी उतार्ने, प्रहरीलाई अपमान गर्ने, प्रहरीका हतियार खोज्ने, प्रहरी चौकीहरू डढाउने, प्रहरी कार्यालयहरू डढाउने त्यस्ता मान्छेहरूलाई सप्रमाण गिरफ्तार प्रहरीले गर्दा माथिबाट आदेश छ। मैले यस्तो आदेश सुनेको थिइनँ, पहिले सुनेको थिइनँ मैले यस्तो आदेश कि अपराधीलाई अपराधको सबूत प्रमाण सहित गिरफ्तार गर्दा पनि छोड्ने आदेश दिइन्छ। यस्तो अभ्यास मैले नेपालमा सुनेको थिइनँ। यसपल्ट यो
गैर कानुनी सरकारले, असंवैधानिक सरकारले दिएको गैर कानुनी आदेश यति बेला सुन्न परेको छ। अनि कहाँ छ ल एन्ड अर्डर? त्यसकारण हामीले देशलाई ल एन्ड अर्डरमा फर्काउन खोजेका छौँ, शान्ति सुव्यवस्थामा फर्काउन खोजेका छौँ। यसमा युवाहरूले डरलाई मनबाट फ्याँकिदिनुहोस्। घातर भयो भने देशको अस्मिता पनि जान्छ। जुन देशका नागरिकहरू न्यायका निम्ति लड्न तयार हुन्छन्, आफ्नो अस्मिताका निम्ति लड्न तयार हुन्छन्, त्यो देशको अस्तित्व सानो भए पनि जोगिएको हुन्छ। ठुलो भए पनि हात्तीका काँधमा मान्छे चढ्छ, ठुलो भए पनि ऊँटका काँधमा मान्छे चढ्छ, सानो भए पनि चितुवाका काँधमा कोही पनि चढ्दैन। कथामा कहिले कहिले देवी चढेको भनेको सुनिनु बेग्लै कुरा हो, तर यथार्थमा बाघमाथि सिंहमाथि चढेर कोही सवार गर्दैन, चढ्न दिए पो चढ्नु। ठुलो हात्तीमाथि चढ्छ, हात्तीलाई कानका छेउमा खुट्टाले कोट्याइ कोट्याइ गरेर दायाँ र बायाँ हिँडाउँछ। इसाराका भरमा हात्ती चल्छ, किनभने उसले विद्रोह गर्दैन, किनभने उसले अन्याय सहन्छ। आफ्नो स्वतन्त्रता सानातिना कुरासँग कम्प्रोमाइज गर्छ र स्वाधीनता छोड्छ, उसले स्वतन्त्रता छोड्छ। बाघले स्वतन्त्रता छोड्दैन। म स्वतन्त्र प्राणी हुँ, तिमीलाई काँधमा हालेर हिँड्नुपर्ने कुनै आवश्यकता छैन। त्यसर्थ कुनै पनि सानो देश होस् ठुलो देश होस्, त्यस देशका नागरिकले राष्ट्रको स्वाधीनता र स्वाभिमानको लागि भय त्याग्नु पर्दछ, डर त्याग्नु पर्दछ र सधैँ हिम्मती गर्नुपर्छ। अन्यायका लागि अग्रसर कहिल्यै हुनु हुँदैन, न्यायका लागि कहिल्यै पछाडि सर्नुपर्ने आवश्यकता छैन, न्यायका लागि लड्नुपर्छ। यस्तो बेलामा तपाईँहरूले निर्णय गर्नुपर्नेछ। आपसी एकता, अनुशासन अत्यन्तै जरुरी छ। आजकल विश्वव्यापी रूपमा योगको चर्चा हुने गर्छ। योगमा 194वटा सूत्रहरू छन् अष्टाङ्ग योगमा अथवा पतञ्जलि योगमा, अष्टाङ्गमा होइन, पतञ्जलि योगमा कसैले पातञ्जलि भन्छन्, कसैले पतञ्जलि भन्छन्, एउटै कुरा हो। पतञ्जलि योगमा 194वटा सूत्र छन्। त्यो सूत्रको पहिलो सूत्र हो अथवा योगानुशासनम भनेको अब योग अनुशासनमा हामी प्रवेश गर्दछौँ अथवा योग अनुशासन प्रारम्भ हुन्छ। अर्थात् योग गर्नु छ भने, योगी हुनु छ भने योग अनुशासनमा प्रवेश गरेर मात्र हुन सकिन्छ। अथ योगानुशासनम, अब हामी योग अनुशासनमा प्रवेश गर्दछौँ। अनुशासनबाट योगका 194 सूत्रमध्ये पहिलो सूत्र हो अथ योगानुशासनम, यो अर्धवाक्य यसबाट सुरु हुन्छ। यो नै पहिलो सूत्र हो। अरू 193वटा सूत्र छन्, 4 खण्ड छन्। दोस्रो खण्डमा अष्टाङ्ग योग भन्ने 8वटा सूत्र छन्। तिनीहरूलाई धेरै महत्त्वपूर्ण मानेर अष्टाङ्ग योग भनिन्छ। मैले यहाँ भन्न खोजेको अनुशासनको के अर्थ छ भन्ने कुरा, हामी युवाहरूले आफूलाई अनुशासन, समाजको अनुशासन र आत्मानुशासन, आफ्नो अनुशासनभित्र बाँध्न सकेनौँ, बस्न सकेनौँ, रहन सकेनौँ भने हामी उन्नति प्रगति गर्न सक्दैनौँ, सफलता हासिल गर्न सक्दैनौँ। विद्यार्थीले पढ्ने कुरामा, व्यवसायीले व्यवसाय गर्ने कुरामा, खेलाडीले खेल्ने कुरामा, सङ्गीतकारले सङ्गीत बजाउने कुरामा, कोरस बजाउनेहरूले कोरसमा,
अनुशासन कायम गर्न सकेन भने त्यो अध्ययन पनि राम्रो हुँदैन, खेल पनि राम्रो हुँदैन, व्यवसाय पनि राम्रो हुँदैन, कोरस पनि राम्रो हुँदैन, के पनि राम्रो हुँदैन, त्यो बिग्रिन्छ। त्यसैले अनुशासन महत्त्वपूर्ण कुरा हो। हाम्रा युवाहरू अत्यन्तै अनुशासन रहनुपर्दछ, शान्त रहनुपर्दछ। तर अन्यायका विरुद्ध अन्याय भइरहेको छ भने पनि शान्त भएर बसिरहने भन्ने चाहिँ अन्यायका विरुद्ध हामी जाग्न पर्दछ, उठ्न पर्दछ, लड्न पर्दछ। त्यो भावनाका साथ तपाईँहरू अगाडि बढ्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु। सधैँ देशलाई एकै नासले देशले योगदानको, एकै नासले बलिदानको, एकै नासले आन्दोलनको, एकै नासले भूमिका र योगदानको माग गर्दै कहिले कहिले गर्छ। आज फेरि लोकतन्त्रलाई ठिक ठाउँमा ल्याउनु, लोकतन्त्रको अपहरण भइरहेको छ, भएको छ लोकतन्त्रको अपहरण, लोकतन्त्रलाई फेरि स्थापित गर्नु। संविधान मिचिएको छ, भनिएको छ संविधान यथावत छ, तर खारिज भनिएको छैन, तर मिचिएको छ, मानिएको छैन। त्यसकारण संविधानलाई मिचिन नदिने गरी पुनर्स्थापित गर्न। प्रतिनिधि सभा सार्वभौम सत्ता सम्पन्न जनताले निर्वाचित गरेको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा केही अनधिकृत व्यक्तिहरूले, सडक छापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन हुने अलोकतान्त्रिक क्रियाकलाप भएको छ, असंवैधानिक क्रियाकलाप भएको छ। त्यसलाई फेरि ठिक ठाउँमा फर्काउनु पर्नेछ। यो साधारण परिस्थिति होइन। यति बेला भन्नु परेन, देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा हो। जसले जलाउने त्यसले चलाउने, त्यस्तो तमासा भइरहेछ। जलाउनेका पछाडि पनि यिनै थिए, मैदानमा देखिया थिए। मैदानमा 1-1 फिटभन्दा माथि बुरुक उफ्रिएको देखिएकै थिए। अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्त्वहरू देखिएका छन्। जो संविधानले मिल्दै मिल्दैन, हुँदै हुँदैन भन्छ, तिनै व्यक्तिहरू। त्यसो त्यस असाधारण स्थितिमा तपाईँहरू अगाडि बढ्नुपर्छ। युवा सङ्घ नेपालको इतिहास गौरवपूर्ण इतिहास। त्यो गौरवपूर्ण इतिहास युवा सङ्घले फेरि एकपल्ट त्यस गौरवमाथि गौरवको नयाँ इँटा थप्नुपर्छ। यो गौरवपूर्ण महलको यो त निर्माण हुँदै जाने हो। यसको गौरव गाथामा एउटा नयाँ इतिहास थप्नुपर्नेछ, इँटा थप्नुपर्नेछ। त्यसमा मैले अघि नै भने हामी आगो लाउने शक्ति होइन, आगो निभाउने शक्ति हो। हामी तोडफोड गर्ने शक्ति होइन, हामी निर्माण गर्ने शक्ति हो। हामी लुट्न जाने, लुटेर अर्काको सम्पत्ति लुटेर आफ्नो जीविका चलाउने निकृष्ट लुटेरा चोर डाका होइन। त्यस्ताहरूलाई नियन्त्रण गर्ने, त्यस्ताहरूलाई संरक्षण गर्ने। हामी विरोध प्रदर्शन गर्छौँ, तोडफोड गर्न हामी सडकमा जाने होइन, आगो लाउन सडकमा जाने होइन। हामी शान्तिका लागि सडकमा जाने, शान्ति चाहियो भन्नका लागि, शान्ति स्थापना होस् र हामी गर्छौँ भन्नका लागि सडकमा जाने।
constitutional anarchism, political anarchism, administrative anarchism, economic anarchism वा अरू प्रकारका एनार्किजमहरू स्वीकार्य हुँदैन। नो एनार्किजम एट अल। यस देशमा एनार्किजम चल्न सक्दैन। अहिले पोलिटिकल एनार्किजम चलिरहेको छ, इकोनोमिक एनार्किजम चलिरहेको छ, सोशल एनार्किजम चलिरहेको छ, कल्चरल एनार्किजम चलिरहेको छ। सर्वत्र एनार्किजमलाई हावी गराइएको छ। एनार्किजम एक्सेप्टेबल छैन। हामी एनार्किजमलाई एक्सेप्ट गर्दैनौँ। जसलाई एनार्किजम प्यारो छ उनीहरूले हाम्रा विरुद्ध हाम्रा स्थितिको विधिको शासन प्रणाली प्रक्रिया विधिको वकालतको विरोध गर्नेछ। हाम्रो पक्षधरताको विरोध गर्नेछ। उनीहरूको हतियार सत्य होइन, असत्य हो। हाम्रो हतियार असत्य होइन, सत्य। उनीहरू अशान्तिको बाटोबाट जित्न खोज्छन्, हामी शान्तिपूर्ण तरिकाले शान्तिको बाटोबाट जित्न खोज्छौँ। शान्तिले जित्छ, सत्यले जित्छ। त्यसकारण हामी डराउँदैन। यी कुराहरूलाई ध्यानमा राखेर युवाहरूले अगाडि बढ्नुपर्नेछ। अस्ति युवाहरूले शान्तिका लागि शान्तिपूर्ण मोटरबाइक र्याली गर्छु भन्दा प्रशासनले इजाजत छैन भन्यो। म प्रशासनलाई सुझाव दिन चाहन्छु, अहिले त्यति नै भनौँ, सुझाव दिन चाहन्छु। आन्दोलन इजाजत लिएर हुने छैन। आन्दोलन अनुमति लिएर हुने छैन। आन्दोलन तपाईहरूको स्वीकृतिमा हुने छैन। तपाईहरूको विरोध गर्न हामीले तपाईहरूसँगै स्वीकृति लिनुपर्ने आवश्यकता छैन। हामी विरोध गर्छौँ किनभने तपाईहरू असंवैधानिक हुनुहुन्छ, तपाईहरू गैर कानुनी हुनुहुन्छ। त्यसकारण तपाईहरूसँग हामीले शिष्टता मर्यादाको भाषा बोल्यौँ, इजाजत माग्यौँ। तपाईहरू त एरिया हदबन्दी लगाउने, तपाईहरू पासपोर्ट रोक्का गर्ने, तपाईहरू यहाँ गर्ने वहाँ गर्ने, तपाईहरू विरोध प्रदर्शन गर्न नदिने, शान्तिपूर्ण र्याली पनि गर्न नदिने, आगो लाउने बेलामा तपाईहरू त गाँसमा उफ्रिँदै हुनुहुन्थ्यो। अहिले शान्तिपूर्ण र्याली चाहिँ गर्न निषेध, यो देशैमा निषेध गर्नुहुन्छ। तपाईँ देशै तपाईँको कहाँबाट ल्याएको हो तपाईँले? यो देश हाम्रो पनि होला नि त्यो देश। त्यसर्थ म जेनजी दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ उहाँलाई पनि भन्न चाहन्छु, आफ्नो मातहतलाई आदेश दिँदा उहाँले पनि कानुन सम्मत आदेश दिनुहोस्। संविधानले दिएका मौलिक हक अधिकार हामीले लडेर ल्याएका, बलिदान दिएर ल्याएका, जेल खटेर ल्याएका, निर्वासनमा बसेर ल्याएका, भूमिगत हिँडेर ल्याएका, दुःख कष्ट गरेर ल्याएका, लाठी खाएर ल्याएका, धेरै यातना सहेर ल्याएका हक अधिकारहरू तपाईको आदेशमा हामी छोड्दैनौँ। युवाहरूले यो कुरा भन्न अप्ठ्यारो मान्नु पनि पर्दैन, लजाउनु पनि पर्दैन, डराउनु पनि पर्दैन, धक मार्नु पनि पर्दैन। खुलेर भन्नुहोस्, शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो। जायज विरोध, हामी नाजायज विरोधै गर्दैनौँ। जायज विरोध हाम्रो अधिकार हो भन्नुहोस् र प्रदर्शनमा जानकारी दिनुहोस्। प्रशासनलाई जानकारी दिनुहोस्, हामीलाई लुकेर गर्नु छैन, जानकारी दिनुहोस्।
अहिले पनि हामी यसरी गर्दैछौँ, स्वीकृति दिनुहोस् भनेर भन्नुहोस्। स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन, सडकमा उत्रनु। संविधानभन्दा सिडिओको आदेश माथि हुँदैन। सिडिओका आदेशले संविधान काट्दैन। जसका आदेशले पनि के भएर बन्नुभयो प्रधानमन्त्री? के भएर बन्नुभयो प्रधानमन्त्री? संविधानले त दिँदैन। प्रधानमन्त्री पनि असंवैधानिक, सिडिओका कुरा पनि असंवैधानिक, मन्त्रीका कुरा पनि असंवैधानिक। यस्तो पनि हुँदैन। म सरकारलाई भन्न चाहन्छु, हामी जिम्मेवार राजनीतिक शक्ति हौँ, जिम्मेवार ढङ्गले चल्छौँ। हामी 2 दिन डेमोन्स्ट्रेसनमा निस्किएको, 2 दिनका लागि कतैबाट चलाइएको घुसपैठिया तत्त्व होइन। यो देशको राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका र अझै परिवर्तनको अभियानलाई सफलतासम्म हाँकिरहने, डोर्याइरहने शक्ति हो। त्यसर्थ त्यसरी असंवैधानिक कुराहरू सरकारले नगरोस् भन्ने कुरा म सरकारलाई सुझाव दिन चाहन्छु। अब तपाईहरु व्यापक रूपमा युवाहरूका बीचमा जानुहोस्, युवाहरूलाई सचेत गराउनुहोस्, सङ्गठित गराउनुहोस्। युवाको सशक्तिकरण आजको आवश्यकता हो। तपाईहरु आफू पनि सशक्त हुनुहोस्, अरूलाई पनि सशक्तिकरणको यस अभियानमा सामेल गर्नुहोस् र लोकतन्त्र फर्काइ छोड्ने सङ्कल्पका साथ, यो सङ्कल्पका साथ अरू युवालाई पनि हामी साँगुरो घेरा, साँगुरो मन नराख्नु। हाम्रो कसैप्रति वैरभाव होइन, तर अपराधीहरूमाथिको कारबाही प्रतिशोध होइन। अपराधीहरूमाथिको कारबाही जायज न्यायोचित कुरा हो। त्यसकारण व्यक्तिका घर छानी छानी व्यक्तिको प्रपर्टी, कुनै कम्पनीको प्रपर्टी, कुनै उद्यमीको प्रपर्टी, कुनै व्यवसायीको प्रपर्टी र कसैको रोजगारीको अवसर, कसैको आम्दानीको माध्यम खोज्ने खालका आपराधिक क्रियाकलाप, तोडफोड गर्ने, लुट्ने, आगजनी गर्ने, मान्छे मार्ने, घरैभित्र जलाएर मार्ने खालका अपराधीहरूलाई कानुनको कठघरामा उभ्याइनै पर्छ। यो प्रतिशोध होइन। हामी कसैप्रति कुनै प्रतिशोधको कुरा गर्दैनौँ, कसैप्रति कुनै आग्रह पूर्वाग्रहको कुरा गर्दैनौँ। तर यदि त्यस्ता तत्त्वहरूमाथि कारबाही, कानुन बमोजिम कारबाही भएन भने त्यो द्वन्द्व, त्यो प्रतिशोध कालान्तरसम्म रहने खतरा हुन्छ र समाज एउटा प्रतिशोधको बाटोतिर जाने खतरा हुन्छ। त्यसकारण समयमै यस्ता कुराहरूलाई रोकिनुपर्छ। उद्यमी व्यवसायीहरूलाई म भन्न चाहन्छु र हाम्रा युवाहरूले भन्नुपर्दछ, अब उपरान्त हामीहरू त्यस्ता कुरा हुनै दिँदैन, हामी नै रोक्छौँ। त्यसकारण तपाईँहरू उद्योगहरू स्थापना गर्नुहोस्, सञ्चालन गर्नुहोस्, ढुक्कले सञ्चालन गर्नुहोस्। हामीलाई थाहा छ आगो लगाएर हुन्छ कि बिजुली काटेर हुन्छ कि यस देशमा उद्योग धन्दा खत्तम पार्ने तत्त्वहरू सक्रिय छन्। त्यो हामीले देखेका छौँ। आगो लगाएर पनि उद्योग धन्दा खत्तम पारेकै छन्, बिजुली काटेर पनि खत्तम पारेकै छन्। तर यही कुरा सधैँ चल्दैन र हामीले ती कुराहरूको उपचार क्रमशः गर्दै जानेछौँ। यो जेजी आन्दोलनका नाममा जुन तत्त्वहरूले 2 दिनको क्रियाकलाप गराए, हामी 2 दिनको होइन, यो
लडाइँ धेरै दशक मात्रै होइन शताब्दी लड्न सक्छ। तर जायज बाटो पनि छोड्दैनौँ। हाम्रो यसको अर्थ दशकौँ शताब्दीौँ यो मुद्दा जाने होइन, मुद्दा फरक हुन सक्छन्, हाम्रो सङ्घर्ष जारी रहन्छ भन्ने अर्थमा हो। हामी थाक्दैनौँ, गल्दैनौँ, थाकेका छैनौँ भन्ने अर्थमा हो। अहिलेको कुरालाई त हामी 1-2 महिनाभित्र आफ्नो गन्तव्यमा पुर्याएर सक्छौँ, किनभने यस देशका युवाहरू जीवित छन्, युवा सङ्घ जीवित छ, नेकपा एमाले जीवित छ। यही स्थितिलाई हामी लगातार अगाडि जान दिन सक्दैनौँ र दिँदैनौँ, स्पष्ट छ। तसर्थ म अहिले अरू धेरै कुराहरू केही नभनौँ। नेकपा एमालेको बारेमा मैले हाम्रा युवा सङ्घका नेताहरूलाई केही भनिरहनुपर्छ जस्तो लाग्दैन। नेकपा एमाले नेपाली समाजको समृद्धि, सुशासन र विकासको माध्यमबाट समृद्धि हासिल गर्ने र सुरक्षा, अधिकार, सामाजिक न्याय, समानता र सम्मानित जीवनको माध्यमबाट सुखमय नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्ने उद्देश्यका साथ अगाडि बढेको पार्टी। त्यसका लागि हामी नेकपा एमालेलाई राष्ट्रिय शक्ति, नेकपा एमालेलाई राष्ट्रिय शक्ति छँदैछ, यसलाई, यो राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अगाडि बढाउन चाहन्छौँ। नेपालका नीति भनेको नेकपा एमालेले तय गरेका, लिएका नीतिहरू, कार्यान्वयन गरेका नीतिहरू। त्यसकारण यी नीतिमा साथीहरू स्पष्ट हुन्छ भन्ने मलाई लागेको छ। नेकपा एमालेको राष्ट्रिय राजनीतिमा सर्वाधिक र निर्णायक महत्त्व छ, भूमिका छ र भूमिका रहनेछ। यो भूमिका हामी सबै मिलेर पुरा गर्नेछौँ। म सञ्चारकर्मी साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरूका मनमा भएका डर त्रास हटाइदिनुहोस्। धम्की आयो भने युवा सङ्घ नेपाललाई जानकारी गराउनु। हामी त्यस्ता धम्कीहरूलाई धेरै कुरा नगरे पनि हात्ती हौँ भन्नेलाई भुसुनामा परिणत गर्नेछ। धम्कीको भरमा यो देश चल्दैन र सञ्चारकर्मी साथीहरू कहीँ भयभीत हुनु पर्दैन। यसर्थ सञ्चारकर्मी साथीहरू अस्ति लोकतन्त्र हुँदाखेरि त असन्तुष्टि थियो होला अलिअलि। लोकतन्त्रको मजाले अभ्यास गर्नुभयो होला। अहिले अब लोकतन्त्र नभएपछि के मजाले अभ्यास गर्नु, के गर्छ, कसो गर्छ। तर फेरि लोकतन्त्र हामी ल्याउँछौँ। तपाईँहरूको प्रेस स्वतन्त्र फुल फ्लेजेड हामीले कहिल्यै कसैलाई, कुनै प्रेसलाई, कुनै केही लेखे बापत, कार्टुन छापे बापत, अझ झुटा समाचार प्रसारण गरे बापत समेत पनि एक दिन शिकायत गरेनौँ, कम्प्लेन गरेनौँ। गर्नुपर्ने हो त्यस्तोमा, यस्तो त नगरे हुन्थ्यो त भन्दा हुन्थ्यो नि। तर पनि त्यो फेरि पत्रकारहरूले हामीलाई चाहिँ नै हतोत्साही गरे भन्ने पर्ला कि के पर्ला कि कलिलो प्रजातन्त्रमा छोडिदिउँ भनेर केही पनि भनेन। तपाईँ हामी सबैले लोकतन्त्र फेरि ल्याउनुपर्छ र तपाईँ हामी सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्छ। लोकतान्त्रिक अधिकारहरूको पुराका पुरा प्रयोग गर्नुपर्छ। सिङ्गो मिडिया क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु। नेकपा एमाले
तपाईँहरूको साथमा छ। नेकपा एमाले तपाईँहरूको दुःख सुखको साथ। यो प्रेस स्वतन्त्रता यहाँसम्म ल्याइ पुर्याउनका लागि हामीले भोग्नसम्मका अत्याचार भोगेका छौँ। समाजमा राज्यबाट प्रताडना भोगेका छौँ। हिजो अस्तिसम्म पनि माघ 19 सम्झिनुहुन्छ होला तपाईँहरू। त्यो माघ 19 अहिले माघ 19 टेलिफोनका धम्कीहरूबाट त्यति बेला आर्मी पछाडि उभ्याइन्थ्यो, सम्पादकका पछाडि, समाचार वाचकका पछाडि आर्मी उभ्याइन्थ्यो। अहिले एउटा टेलिफोनको घन्टीले 4वटा आर्मीले भन्दा बढी त्रास दिइरहेको छ। देखा छ आगो ए तेरो घर बाँकी रहेछ, तेरो कार्यालय बाँकी रहेछ, तेरो अफिस बाँकी रहेछ, आगो लागेकै रहन्छ, त्यहाँ पगलास हुन्छ। डर त भने तर अब चाहिँ नडराउनुहोस्। युवा छन्, कसैले आगो लाउँछु भने आइज आगो लाउन भनेर बोलाउनुहोस्, त्यहाँ युवासँग गाड गर्न पहिले नै पुर्याउँछ। त्यसर्थ अब हामी निम्सारो भएर बस्नुपर्ने कुनै आवश्यकता छैन। हामी स्वतन्त्र नागरिक हौँ भन्ने भावनाका साथ अगाडि बढौँ सबैजना। मेरो आग्रह छ। युवाहरूको सम्बन्धमा म केही अब धेरै नभनौँ, अरू कुराहरूमा पनि मैले धेरै केही भन्नु पर्ला जस्तो लाग्दैन। अब रोबोटहरू जो नाचेका थिए अस्ति नै, रोबोटको ब्याट्री सिद्धियो। ब्याट्री सिद्धिएपछि रोबोट जहाँ पुगेको थियो त्यहीँ ट्याग। अब हामी अगाडि बढ्ने, स्वचालितहरू अगाडि बढ्ने, देशभक्त अगाडि बढ्ने र जिउँदा युवाहरू अगाडि बढ्ने समय आयो। शुभकामना छ, तपाईँहरू अगाडि बढ्नुहोस्। केन्द्रीय कमिटीको यस बैठकले ऐतिहासिक महत्त्वका निर्णयहरू गर्नेछ, सङ्कल्प गर्नेछ।